नमस्ते जेडो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। एकदम हामी पनि एकदम सन्चै आरामै छौँ। बुढाको मिरुल समाजको पिकनिक हुँदै रहेछ आज। सो मैले चाहिँ जान्न भनेको बुढाले चाहिँ होइन हिँड सबैजना चिन्छ नि भनेर के अरे जाम भन्नुभयो र म पनि रेडी भइसकेँ। साथीहरू मेरो बुढा पनि रेडी भइसक्नुभयो। ससुरा बाबा चाहिँ रेडी हुँदै हुनुहुन्छ अनि हामी चाहिँ जाँदैछौँ मिरुली समाजको पिकनिकमा। अनि बिहान पनि बुढाले गएर हेल्प गरेर आउनुभएको छ। अनि 11:30 बजे जाम भन्नुभएको थियो। 11 साढे 11 प्लस भइसक्यो है। 11:37 भइसक्यो रहेछ। अब जाँदा के गर्दा चाहिँ 12 बज्छ होला। अनि त्यसपछि गएर म चाहिँ भिडियो ल्याउन चाहिँ एकदम ओड फिल गर्छु। अरूकोमा गएर यसरी भिडियो ल्याउनै कस्तो अप्ठ्यारो लाग्छ कि। अनि अप्ठ्यारो लागेन भने हजुरहरूलाई चाहिँ त्यहाँ के हुन्छ म टक्क देखाइहाल्छु। स्टे ट्युन गाइस, सबैजना मेरो युट्युब फ्यामिली है। हजुरहरूले चाहिँ कतिजनाले चाहिँ हेरेर पनि सब्सक्राइब गरिदिनुहुन्न। म चाहिँ भर्खर बिगिनिङ भन्छ नि स्टार्टिङ मात्र हो कि मेरो चाहिँ। अनि यसो कहिलेकाहीँ भ्याएको बेला चाहिँ बनाउने हो मैले भिडियो, नत्र भने चाहिँ खासै टाइम पाउँदिनँ भिडियो बनाउनलाई। हजुरहरूले चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानलमा गएर टिङ बेल आइकन बजाएर सब्सक्राइब गरिदिनु होला है साथीहरू। अनि त्यस्तो भन्दै अनि हामी चाहिँ जानलाई रेडी छौँ। मेरो बुढा चाहिँ रेडी हुनुभएको थियो, कता जानुभयो। रेडी हो, लुगा त्यही हो ठिकै छ। पार्टीमा जान लाग्यो हैन कि गेट टुगेदरमा जाने? पिकनिक रे। अनि के अरे मिरुल समाजको चाहिँ भवन छ त्यहाँ माथि, एकदम राम्रो गर्नुभएको छ। हामी यहाँ नभए पनि समाजको लागि जसले एकदमै राम्रो गरिदिनु भएको छ उहाँहरूलाई एकदम धन्यवाद। अनि हामी त गएर खाने मात्रै हो न। बिहान गएर मैले काम गरेको छु गर्नु। ए हो, तर हिजोदेखि सुरु गरेर चुनाहरू थाहा भएन नि त। काटकुट गरेर रेडी बनाएर आएर चाहिँ आज चाहिँ पकाउने मात्रै छ। थाहा भएको भए तपाईँ जानुहुन्थ्यो, थाहा भएन। तर ठिकै छ, बिहान गएर एकछिन भयो नि हेल्प गरिदिनु भयो। अब चाहिँ हामी चाहिँ माथि जान लाग्छौँ। मलाई अप्ठ्यारो लागेन भने चाहिँ डेफिनेटली मैले त भिडियो बनाइहाल्छु साथीहरू है। अब हेरौँ लेट्सी त्यहाँ गएर के हुन्छ है। साह्रै म्युजिक बज्यो भने चाहिँ भिडियो बनाउनु पाउँदैन, किनभने कपिराइट हान्देर बिजोग बनाइदिन्छ साथीहरू है त। अनि कति भ्लगहरू खिचेको छु, तर के हो त फेरि के भन्छ मैले चाहिँ अपलोड गर्न पाएको छैन, एकदम बिजी भएर। अब बिस्तारै बिस्तारै अपलोड गर्ने छौँ साथीहरू। मेरो बुढा पनि एकदम बिजी भएर के गर्नुहुन्छ जहिले म त बिजी छु मात्रै भन्नुहुन्छ है। अहिले नि त्यहाँ के कोटन लाग्नु हजुर के हो? मैले खाइसकेँ, ऊ त खाइसकेँ, खाएको जस्तै लाग्यो। के गर्ने, ब्लड प्रेसरको पेसेन्ट भएपछि एभ्रिडे ट्याब्लेट खानुपर्छ साथीहरू। म चाहिँ जहिले खान्छु, दिनदिनै, कहिलेकाहीँ बिर्सिन्छु। अनि मेरो बुढाले चाहिँ हिजो ल्याइदिनु भएको थियो कि। अनि मैले फेरि उता रुममा खाइसकेको थिएँ। अनि ऱ्याप गरेर यहाँ ड्रममा राखिदिनु भएको छ साथीहरू। मैले चाहिँ त्यो चाहिँ भोलि खानु पर्ला। ल अहिलेको लागि चाहिँ हामी चाहिँ रेडी भइसक्यौँ। अबलाई जान लागेको छौँ। बाहिर गएर अटो लिएर अटोमा जाने है त साथीहरू। अब उतै गएर भेटौँ। अघि हजुरहरूलाई भनेको थिएँ नि मिरुल समाजको पिकनिक पार्टीमा भनेर। अनि हामी आएर पनि खाना खाइसक्यौँ। यहाँ मेरो देउरानी बहिनीलाई हामी देउरानी बहिनी है। हाम्रो घर चाहिँ तल माथि छ। यहाँ पनि हामीसँगै माथि पनि सँगै है। यस्तो रमाइलो भएर खुसी लाग्यो बहिनीलाई देखेर। अनि यता मेरो ससुरामा हेरेर कस्तो यहाँ म्युजिक बजाएर मैले हजुरहरूलाई मेरो सबै भिडियो देखाउनै पाएको छैन। पुरै भिडियो बजेर अनि कपिराइट हानिदिन्छ र। अनि यहाँ हाम्रो दाइ चाहिँ आइपुग्नु भएको छ यहाँनिर। अनि यता हाम्रो दाइहरू सबैजना यता हुनुहुन्छ। दाइ नमस्ते। नमस्ते दाइ। भाउजूले यहाँ बाबालाई पापड ल्याइदिनु भएको छ अरे यहाँनिर। पापड भात खानु भएन? भात खानु मेरो यहाँ कपिराइट हानिदिन्छ र। एकछिन मात्रै यहाँ खोलेको, एकछिनमा बन्द गर्छु। अहिले एकछिनमा खिच्नु पर्ला। समाजलाई यहाँसम्म ल्याएका छौँ। आउने बित्तिकै भएर मैले चाहिँ हामी नभए पनि यो समाजलाई स्पिचहरू सुरु गर्न लाग्नुपर्छ। त्यही भएर मैले बोलेको आगे आएर खाना खाएर हामी सबै बसिरहेको छौँ। यहाँ चाहिँ यो समाजको पिकनिक हो साथीहरू। तपाईँहरूलाई मनदेखि चाहना छ भने हामी साधारण सभा र हाम्रो मात्र होइन मेरो समाज सबैजनाले सहयोगीको भूमिका मार्फत सर सल्लाहहरू पनि दिइदिनुहुनेछ भन्ने प्रत्याशा। आजका हाम्रा केन्द्रबिन्दु
हामीसँग देखाइहाल्छु अहिले पहिलेदेखि नै जोडिँदै आउनुभएका अब बहिनीलाई देखाइदिनु पऱ्यो कि अत्यन्तै कोरियन फेस सहयोगी उहाँलाई हामीले जतिखेर हाम्रा कामहरू भने पनि उहाँले बहिनीलाई देखाइदिन्छु अरे हो ती दुःख नमान्ने गरिदिनु हुने र हाम्रो यो भवनमा पनि उहाँहरूको विभिन्न समयमा सहयोग छ हुँदा कार्यालयबाट पाउने सेवा सुविधाहरू हामीले पाउँदै आइरहेको हुँदा फेरि पनि आज हामीसँगै जोडिनु दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम म मिरुल समाज सेवा दाङको कोषाध्यक्ष साथै सांस्कृतिक टिमका अध्यक्ष दिपेश कुमार बुढा मगरको तर्फबाट स्वीकार्नुहोस् फेरि पनि साइनो अनुसार जेदु नमस्कार। यतिखेर हामीले देशको एउटा मेरुदण्ड भनेको अर्थ मन्त्रालय हो। त्यस्तै अर्थ मन्त्रालय जस्तो एउटा कोषको कोष 1380 रुपियाँ भयो भने यसबाट केमा खर्च भयो त भन्ने कुराहरू पनि म तपाईहरुलाई सरसर्ती रूपमा भन्न गइराखेको छु र अब म खर्च सम्बन्धी विवरण भन्न गइराखेको छु। भैलोमा हिट्ने क्रममा अटो भाडा 10,000, किरानाबाट ल्याएको सामान रिहर्सलको समयमा 8,410, रिहर्सलको समयमा पानी 3वटा सिद्धि बाँसुरी रुमाल सिलाइ गरी जम्मा 4,220, ट्रेन सहली सबै मयूर नाच गर्नेहरूलाई चाहिँ सम्मान प्रोग्राम राख्नु भएको रहेछ। त्यो सबैजना यसै गरी एन्जल बुढा मगर, यसै गरी एन्जल बुढा मगर, यसै गरी कौशिला बुढा मगर, कौशिला बुढा मगर, यसै गरी लिस्ता बुढा मगर, मयूर नाच्न लाग्नु भएको रहेछ अहिले। अनि एकछिन नाच हेर्नु पर्यो हेर्नुहोस् है, तपाईँहरू पनि इन्जोय गर्नुहोस् म सँगसँगै। बाबु कति मजाले नाच्यो सानो पुग्यो। आज यहाँको पिकनिक प्रोग्राम थियो अनि त्यसको साथसाथै यो नाच पनि राख्नु भएको रहेछ। होपफुल्ली कपिराइट हान्दिन्न होला, यो चाहिँ आफ्नो अन म्युजिक भएर। अलि लामो हुन्छ होला, इन्जोय गर्नुहोस् है तपाईँहरू पनि। म बोल्दा नि म्युजिकले केही सुनिन्न होला। सानो मान्छे यहाँ चल्ने को सानो मान्छे यहाँ चल्ने को सानो मान्छे हाम्रो नातिनी हो, हाम्रो नातिनी हो। ओके म पनि बजेँ हो नि, तिमीले मलाई नचिनेर हो नि। अब म तिम्रो घर जहिले आउनु पर्ला नि, चिन्छौ कि
किन किन जाने साथी हो तिम्रो साथीकोमा हो कि म कहाँ चिन्छु त नि मलाई चिनाइदेऊ है अनि म चिन्छु है तिमीले मलाई चिनाइदियो भने मात्रै म चिन्छु नि नि मजालाई चिनाइदिनु पऱ्यो नि को भनेर नि हस् भन्नुहोस् कस्तो स्टेप हुने रहेछ तपाईँहरूलाई चाहिँ बोर हुन्छ होला न के अरे कहिले हेर्नु भएको छैन भने हेर्नु भएको छ भने चाहिँ एकदम इन्जोय गर्नुहुनेछ है तपाईँहरूले कस्तो मजाले नाच्ने रहेछ नि यहाँ तपाईँहरूलाई नि एकछिन खिचिहालौँ भनेर पागोलाई पनि खिचिहाल्नु पऱ्यो एकछिन यहाँ ल हजुर पागो एकछिन यहाँ खिचिहालौँ भनेर नि यहाँ बाउ छोरीको राम्रो नाच्नु भएको छ एकछिन खिचिनु पऱ्यो भनेर के पागो तपाईँलाई खिचिदिन्छु पागो यहाँ पागोको लौरो यहाँ
तपाईँको खिच्न गर्मी भयो होला बिचराहरूलाई कति नाचेर यहाँ ल है इन्जोय गर्नुहोस् पालो पालो नाच्नु नि रहेछ यति रमाइलो गर्नुहुन्छ यो सानो बाबु त यति राम्रो नाच्छ तपाईँहरूलाई फुल देखाइदिनु पऱ्यो क्या नाच्यो यसपालि चाहिँ सबै आज मिरुल समाजको पिकनिक थियो अनि त्यही भएर हामी सबैजना भेला भएको छौँ यहाँ पर टेन्टभित्र बसेको थिएँ म पनि एकछिन यता आएर अनि भिडियो खिच्नु पऱ्यो भनेर यता आएको थिएँ अनि नानीहरू चाहिँ पालो पालो नाच्नु हुने रहेछ अनि अब चाहिँ सेकेन्ड लास्ट होला यहाँ लास्ट होला त्यसरी रमाइलो गर्नुपर्छ भाइ बहिनीहरू इन्टरटेन है हामीलाई त नि हजुरहरूलाई म नाच मनपर्छ भने तपाईँहरूलाई पनि मन पर्न सक्छ है इन्जोय गर्नु होला मेरो भिडियो हेरेर
नाचेर चाहिँ सकाउनु भयो भाइ बहिनीहरूले अब चाहिँ कस्तो नाच्नुहुन्छ अब हेरौँ एकछिनमा सकियो कि अब अझै छ पागो स्टेप चाहिँ सकियो होला फेरि आजको पिकनिक चाहिँ एकदम रमाइलो भयो अनि म नाच्दा ओ माई गड बबाल थियो अनि बच्चाहरूलाई चाहिँ प्रोत्साहन गर्ने अनि खाताहरू लगाइदिने अनि अग्रजहरूलाई सम्मान गर्ने एकदम राम्रो अनि रमाइलो भयो अनि मैले चाहिँ बुढा र ससुरालाई चाहिँ उतै छोडेर आएँ अनि म चाहिँ हिँड्दै आएको अनि अझै नाच्नेदेखि लिएर रमाइलो एकदम रमाइलो गर्नुभएको छ फेरि नाच्ने बेला चाहिँ फेरि भिडियो खिच्यो भने कपिराइट हानिदिन्छ होला भनेर मैले चाहिँ भिडियोहरू खिचेन अनि आइ पनि हालेँ म अगाडि अनि होपफुली सबै मिरुली समाजले चाहिँ तपाईँहरूले चाहिँ एकदम रमाइलो गर्नुभयो होला म पनि एकदम इन्जोय गरेँ आजको लागि चाहिँ एकदम थ्याङ्क यू भेरी मच दिपेश भदै त झन् एक्सिलेन्ट स्पिच है म त दिपेश भदैको चाहिँ त्यो स्पिच सुनेर एकदम के भन्छ फ्यान हो के जहिल्यै उहाँले नै उ गर्नुहुन्छ अनि उद्घोषक हो कि के गर्नुहुन्छ अनि एकदम रमाइलो गर्नुहुन्छ अनि थ्याङ्क यू भन्दै आजको लागि प्रोग्राम गर्नुभयो एकदम रमाइलो अनि सबैजनालाई होपफुल्ली के भन्छ म नाच हेरेर रमाइलो गर्नुभयो होला हजुरहरू है अनि इन्जोय गर्नुहोस् मेरो भिडियो हेरेर अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनुहोस् है त साथीहरू धन्यवाद आजको लागिलाई